लसुन हाल्छ सबै भयो। अब यो ठक्क यो के हो भन्छ यसलाई जिरा धनियाँ धनियाँको गेडा यहाँ छ जिराको पाउडर एकै जिरा गेडा धनियाँ गेडा सर्लक्क हालेर अनि 2-3 रातो खुर्सानी पनि हालिदिन्छु। अनि त्यो अदुवा नानी अदुवा छ अदुवा छ टमाटर प्याज काटेर रेडी बनाइसक्यो। मसला पिन्ने आज हामीले बुङ्गुरको मासु लिएर आएको छौँ। बुङ्गुरको मासु बनाएर खाने हो। किनभने मेरो बुढा कुक पनि हो। आज कुकले बनाउँदैछ। शामको खाना बनाउँदैछ मेरो बुढोले। अहिले नुहाउँदैन आज मेरो बुढोले बुङ्गुरको मासु बनाउँदैछ। कहिले ममा बनाउने खाने, कहिले बुङ्गुरको मासु बनाउने खाने, कहिले के बनाउने काम गर्ने रमाउने। मसलाको कता छ पानी दिएर साथीहरू मिक्सीले दुःख दिन लाग्यो। मिक्सीले बराबर कुटेन। किनभने मेरो बुढोले पानी धेरै हाले रहेछ, त्यही भएर ग्यार गरे रहेछ मिक्सीहरू। पानी धेरै भएको त भन्दैछु त मैले। हो उता पानीमा पस्ला। डालो इसमें। ओ भैया डिस्प्ले नानी बाबा फुल भयो काट्नु मजाले सर्लक्क उगारेपछि चट्ट हुन्छ। टमाटर हालिन्छ। टमाटर हाल्नुभयो। टमाटर हालेर टक्क हुन्छ फेरि चलाइन्छ एकपल्ट। यस्तो हेर्नुहोस् है। हामीले चाहिँ अर्ग्यानिक मसला हालेर खान्छौँ साथीहरू। आफैले घरमा आफैले खाने अर्ग्यानिक भनेको अर्ग्यानिक हो। आफूले भनेको आफूले हो। सर्लक्क ल बन्द गर्नु नानीको मम्मी। 1 मिनट नि भएन। बन्द गर्दा काटेको पुरै सर्लक्क हालेछ सर साथी हो कि पहिला प्याज हालिन्छ जम्मा होइन। कस्तो बनाइन्छ नि बुङ्गुरको मासु त कसैले खान नसक्दो हुन्छ। हामीले चाहिँ पहिले रेडी गरिया थियौँ टमाटर प्याज काटेर। पहिले रेडी गरेर थियौँ साथी हो। सर्लक्क आफूले बनाउने आफ्नो कुक हो नि त। म त स्पेसल बनाइदिन्छु तपाईँले। यस्तो लाफाट गरेर पकाएर खानु अहिले देख्नु होला। मलाई मन पनि पर्दैन लाफाट पकाएको। किनभने हामी बुङ्गुरको मासु कराईमा पकाएर खाँदैनौँ। कराईमा पकाएर खाएको हामीलाई मिठो लाग्दैन। त्यही भएर हामी चाहिँ कुकरमा बनाउँछौँ। मन पर्दैन मलाई चाहिँ मन पर्दैन है साथी हो। अरू त अब कस्तो हो त्यो थाहा भएन तपाईँहरूको। आफ्नो सिस्टम हुन्छ है। त्यो मलाई थाहा भएन। त्यो उनीहरूको नानी धुने भाँडा देऊ एउटा। मोमोको भाँडा ल्याउँदैन। सर्लक्की मोमोको भाँडा हो सोल्यो कि पानी फाल्ने पनि। अहिले चाहिँ मासु धुँदै हुनुहुन्छ। प्याज हालिसक्नु भयो। अम्मा त्यही फाल्यो भने त सबै गनाउँछ हो बुढो। सबै गनाउँछ त मासु। त्यहाँ बिसान गनाउँछ कि त्यही फालेको त सबै। तैँले हेर्नु भएन र। सिटी लाग्यो भने राम्रै हुन्छ। सिटी लाग्यो
अब चाहिँ सब्जी फ्रेस अब चाहिँ सब्जी बन्न लाग्यो। अब सब्जी बन्न लाग्यो। अब भएर भ्यायो। अब ट्याक्क सर्लक्क हुन्छ। एकपल्ट चलाइन्छ, मिठो बनाइन्छ। यो पुरै हेर्नुहोस् यस्तो गरेर पकाएर खाइन्छ हाम्रो। म त अरू जस्तो मन पर्दैन हेर्नुहोस्, नत्र म खान्न। यस्तो मान्छे हो हेर्नुहोस् कि के हुन्छ त? आजको मुखबाङ सबै साथीले हौसला सबै उले मजाले दिनुहोला। हाम्रो सधैँको लागि यस्तै खाना हो। हेर्नुहोस् हाम्रो त मिहिनेत पनि गरिन्छ, खाइन्छ पनि। हेर्नुहोस् अन्यमा ट्याक्क यसरी गरेर के गर्ने। बच्चा बच्ची त हेर्नुहोस् थम्सअपहरू हाम्रो हामीले बेर ठ्याक्क हालेछ। हेर्नुहोस् मजाले गरेर खाइन्छ। केही छैन, यो भनेको मुखबाङ हो, मुखबाङ। बेर चाहिँ ल साथी हो यस्तो। ल गाइज नमस्ते साथीहरूलाई भन्नु। नमस्ते साथीहरू गाइजहरू भन्नु के हो। भिडियो कस्तो लाग्छ सबैले हेरेर साथ सपोर्ट गरिदिनु होला। पहिलोपटक भलकमा बोल्दैछौँ, राम्रो होला। कतै बोलेको मिले होला, कतै नमिले होला। सबैले हेरेर साथ सपोर्ट गरिदिनु। ल दबाइदेऊ न त्यो टक्क। ल त जस्तो यस्तो गरेर खान्छ हाम्रो आइमी। त मिहिनेत पनि गर्छ, खानु पनि खान्छ। एममा खान्छ हाम्रो आइमीले हो। खान्छ पनि ऊ पनि टक्क तान्दो। कहिले खाने भएको थाहा हुन्छ साथीहरू, कहिले खाइन्न। त्यसै साथीहरू सबैजनालाई दामी आयो है। मजा आयो, मजा आयो। ल त ल ल हाम्रो चाहिँ खाइयो। हेर्नु साथीहरू हस् त हस् ल।